प्रिय दर्शक श्रोता, आज हामी बोलिरहेका छौँ सात समुद्र पारी दक्षिण कोरियाको आन्सान सहर स्थित सामुदायिक रेडियो थानवान एफएम 88.7 मेगाहर्जको स्टुडियोबाट। र हामीलाई यो नमस्ते कोरिया कार्यक्रम अन्तर्गत सुन्दै हुनुहुन्छ र यसलाई एफएमसँग समन्वयक भूमिका निर्वाह गर्नुभएको छ सनातन साहित्य सङ्गीत साधना समूह पास दक्षिण कोरियाले। र आजको यो बसाइमा मैले विशेष कुराकानी गर्दैछु विशेष यस्तो साइकल यात्री जसले दक्षिण कोरियाको उत्तरी भूभाग इन्चनदेखि दक्षिणी भूभाग बुसानसम्मको 633 किलोमिटर साइकल यात्रा पुरा गरेर आउनुभएको छ। विकेन नेमाङसँग विशेष यो यात्राको विषयमा कुराकानी गरिरहेका छौँ र आज मलाई सुन्ने भन्दा पनि उहाँलाई नै सुनौँ। कार्यक्रममा स्वागत छ। सुरुमा तपाईँले यहाँ त समय व्यवस्थापन गर्नै गाह्रो छ होइन, 4-5 दिनको यात्रा, त्यसमा पनि एक्लै साइकलको यात्रा होइन, चुनौतीपूर्ण थियो होला। यो साहस चाहिँ कहाँबाट आयो तपाईँलाई? साहस त अब माथि पुरै भगवानै हो है। त्यस पछाडि आफ्नो आत्मबल हो। आत्मबल त पहिल्यैदेखि नै थियो। हजुर, त्यसमाथि पनि अब गड भएपछि त के चाहियो र। धेरैको त छुसकको बिदामा रमाइलो गर्ने, साथीभाइसँग भेटघाट गर्ने, कार्यक्रमहरूमा रमाउने हुन्छ। तपाईँलाई चाहिँ यो साइकल यात्रामा जान्छु भन्ने कुरा चाहिँ के कुराले प्रेरित गर्यो? यो चाहिँ प्रेरित भन्नाले नि म चाहिँ पहिल्यैदेखि नै अलिकति क्रेजी, अलिक भन्न त्यस्तै खालको एडभेन्चर टाइपको मन पराउने कि। पहिल्यैदेखि यहाँ आउनुभन्दा अगाडि पनि पहिल्यैदेखि त्यस्तै थिएँ। अनि यो चाहिँ मैले पहिल्यैदेखि नै 2017-18देखि नै मैले प्लान चाहिँ गरेको थिएँ, म यसरी ट्राभल गर्छु भनेर। कोरियामा यात्रा गर्छु, यो साइकलमै म चाहिँ यो डिस्टेन्स पार गर्छु भनेर मैले 2017-18तिरै मैले प्लान गरेको थिएँ। तर 3-4 वर्ष त्यो बित्दै गए पनि त्यो अब कोरियाको व्यस्तता र त्यो समय त्यस्तो मिलेन, अनि प्रतिकूल भइदिएन। तर अनि यो पालि चाहिँ एकदमै समयले पनि साथ दियो। अनि बिदा पनि हाम्रो लङ भयो, अलि लामो बिदा भइदियो, छुसक बिदा पनि। अनि ल ठिक छ, यही हो मौका, यसपालि पनि भएन भने त अर्कोचोटि त गाह्रै छ फेरि यसरी टाइम मिल्नलाई त। यही बेला पुरा गर्छु भनेर चाहिँ। त्यो बेला चाहिँ यात्राको बिचमा केही चुनौतीहरू पनि थियो होला होइन? कहिलेकाहीँ त शारीरिक कसरत हो नि त साइक्लिङ भनेको त होइन। त्यसै पनि हामीले 1 घन्टा मात्र साइक्लिङ गऱ्यौँ भने पनि कति थाकिन्छ। यो त बिहानदेखि बेलुकासम्म, त्यसमा पनि झरी बादल होइन, कति कुराहरू चुनौती थियो होला। एक्लै यात्रा गर्न चाहिँ कतिको कठिन हुँदो रहेछ। धेरै साथीहरूलाई त रहर पनि हुन्छ नि होइन? उहाँ साथीहरूलाई चाहिँ कसरी तयारी गर्नुहोस् भन्नुहुन्छ? म चाहिँ अब भरसक चाहिँ अब म चाहिँ पहिलादेखि नै त्यस्तै एक्लै नै भएकोले त्यो हिम्मत पहिलादेखि नै थियो। म पनि एक्लै हो, सिङ्गल। मेरो दाजुभाइ दिदीबहिनी चाहिँ कोही हुनुहुन्न, सिङ्गल हो। त्यही भएर पहिल्यैदेखि नै म चाहिँ त्यस्तै थिएँ। तर तपाईँहरूलाई चाहिँ अब किनभने त्यो सब थोक भनेको तपाईँको फिजिकल, शारीरिक तपाईँको फिजिकल कन्डिसन, त्यस पछाडि त्यतिखेर त्यहाँनिर वेदर कस्तो हुन्छ सब थोकमा डिपेन्ड हुने भएकोले गाह्रो पनि हुनसक्छ। दिमागको सन्तुलन म यो पुरा गर्छु भन्ने होइन, त्यो चाहिँ कायम गर्न कतिको कठिन हुन्छ। कहिलेकाहीँ यात्रामा जाँदै गर्दा त म अब यहाँबाट गिभअप गर्छु भन्ने त्यस्तो आएन? त्यस्तो त कहिले पनि आएन। बरु कसरी चाहिँ छिटो पुग्नु, अझ त्यो एक्साइटेड चाहिँ भयो। मलाई त्यस्तो त्यो गिभअप त भन्ने कुरा त दिमागमा एकचोटि पनि आएन। कहिले आएन? त्यो दिनभरि होइन, पानी पर्यो, त्यो बिहानदेखि बेलुकासम्म साइकलमा भिजेर यात्रा गर्दा त्यो बेला सबभन्दा चुनौतीको समय चाहिँ कहाँनेरि थियो? त्यस्तो केही आयो कि आएन कि यात्रा सहजै मात्रै बित्यो? चुनौतीहरू चाहिँ 1-2वटा त्यो उकाली चाहिँ एकदमै उकालीहरू। त्यो इवारियङको उकाली पनि एकदमै उकाली थियो। त्यो चाहिँ लगभग 5 किलोमिटरसम्म उकाली रेगुलर त्यो थियो। तर त्यो भन्दा पनि त्यस्तो चुनौती, त्यसलाई चुनौती चाहिँ मानिनँ। म चाहिँ झन् रमाइलो लाग्छ मलाई। दक्षिण कोरियाको चाहिँ पुरै भूभागै कभर गर्नुभयो भनौँ न होइन? त्यो बेला चाहिँ
सबै प्रकृति हेर्दाखेरि खुल्ला आँखाले दक्षिण कोरियालाई वारपार पुरै देश हेर्दा चाहिँ कस्तो अनुभव हुँदो रहेछ त्यो नाङ्गो आँखाले प्रकृतिलाई, दक्षिण कोरियाको विकास प्रविधि होइन, सबै सहरको यात्रा त पक्कै थिएन होला। त्यो बेला चाहिँ कस्तो चाहिँ देख्नुभयो, के महसुस गर्नुभयो यो देशलाई पुरै हेरेर? त्यो बेला यो देशलाई हेरेर चाहिँ लगभग ठाउँहरू चाहिँ हाम्रै नेपाल जस्तै ठाउँहरू पनि नेपालकै याद आयो मलाई चाहिँ होइन। ठाउँमा चाहिँ यस्तो राम्रो अब ठाउँहरू लगभग खोला नाला डाँडाहरू होइन। तर अझ यहाँ चाहिँ कोरियामा चाहिँ नेपालले जस्तो तर एकदमै विकसित र एकदमै व्यवस्थित तरिकाले अझ त्यसलाई चाहिँ प्रकृतिलाई संरक्षण गरेको देखियो र एकदमै सुन्दर दृश्यहरू, मोहलाग्दो दृश्यहरू देखियो होइन। कहीँ यतै भुल्यौँ, यो हेरेर समय बिताइदिउँ जस्तो भएन? समय बिताइदिउँ जस्तो भयो। त्यही भएर मेरो चाहिँ दिनमा अब म चाहिँ 3 दिन 4 दिनमा कम्प्लिट गर्छु भनेको अझै 4.5 दिन 5 दिनै जस्तो लाग्छ। त्यो हेर्दै खिच्दै भिडियो खिच्दै जाँदाखेरि त्यस्तो टाइम लाग्यो। त्यो चाहिँ भयो। अनि यो 4 दिनको यात्रामा सबभन्दा आफूलाई यो चाहिँ मलाई यस्तो चाहिँ पर्यो भन्ने होइन, अप्ठ्यारो पर्यो भन्ने त्यस्तो कुनै सिचुएसन आयो? अप्ठ्यारो हजुर एकचोटि चाहिँ मेरो त्यही त पानीमा म पुरै भिजेँ अनि अँध्यारो पनि भएको थियो लगभग 7:30-8 बजीतिर। अनि मेरो त्यो फोनमा जिपिएस पनि अब त्यहाँ कुनै कुनै ठाउँमा चाहिँ जिपिएस सिग्नल पनि पुरै विक भइदियो। अनि त्यहाँनिर चाहिँ एकचोटि चाहिँ म चाहिँ लस्टै भएको थियो लगभग त्यो यात्रामा चाहिँ। अब के गर्ने कसो गर्ने भन्ने रातिको समय त्यो चाहिँ कसरी पार गर्नुभयो? रातिको समय थियो अनि म चाहिँ पुरै तर राति नै भए पनि अब अँध्यारो भए पनि पानी परिरहेकोमा एउटा ठाउँमा छारामा चाहिँ ओत्लाएर बसिरहेको थिएँ। एक्लै ओत्लाएर बसिरहेको थिएँ। अब फोन पनि स्विच अफ छ, नजिक घरहरू पनि छैन, गाडीहरू पनि छैन, पानी परिरहेको छ, रातको समय एक्लै कहीँ ओत्लागेर बसिरहेको छ। हजुर त्यो किनारको छेउमा त्यो पहिला हाम्रो नेपालमा पनि हुन्थ्यो पानी त्यो उगाउने किनार हुन्छ नि। हजुर त्यो किनार थियो अनि माथि चाहिँ यस्तो छट जस्तो थियो, त्यसको तल बसिरहेको थिएँ। हजुर त्यतिखेर चाहिँ कोरियन अङ्कलले चाहिँ देख्नु भएर चाहिँ मद्दत गर्नुभयो उहाँले चाहिँ कसरी कोरियनहरू कतिको हामीले कम्पनीमा फेस गरिरहेको कोरियन र बाहिरको आम साधारण कोरियन त्यो कामको वातावरणभन्दा बाहिरको कोरियनहरू के बुझ्ने अवसर भयो? कस्तो हुनुहुँदो रहेछ उहाँहरू? हजुर यो कामकोमा त अब कामको स्ट्रेस र कामको प्रेसरले पनि होला सायद त्यस्तो हुने कोरियनहरूको व्यवहार हुने। तर बाहिर चाहिँ त्यस्तो चाहिँ लागेन। बाहिरको कोरियनहरू चाहिँ साइक्लिङ गर्दा चाहिँ सबैजना एकदमै फ्रेन्डली हुनुहुन्थ्यो। नचिनेको मान्छेहरू, नचिनेको अङ्कल अनि आन्टीहरू, बुढा बाजेहरूले पनि देखेर चाहिँ मलाई चाहिँ ओहो है त्यो त खतरा, यो त के हो यो त भनेर छुवा भनेर राम्रो भनेर गर्नुहुन्थ्यो। मलाई झन् ऊर्जा मिल्थ्यो कि झन् जति अगाडि गएँ म ठिक गरिरहेको छु, मेरो दूरी कम भइरहेछ, लक्ष्यमा पुग्दैछु भन्ने त्यो ऊर्जा चाहिँ प्राप्त भइरह्यो। श्रोताबिन, आज मसँग एउटा साहसिक साइकल यात्रीका विषयमा, उहाँको अनुभवका विषयमा बसेर सँगै कुराकानी गर्दैछौँ। अहिले हामी सामुदायिक रेडियो थानन एफएम 88.7 मेगाहर्जको तरङ्गबाट तपाईँहरूसँग जोडिँदैछौँ र स्टुडियोबाट हामी कुराहरू र अनुभवका विषयमा गफगाफ गर्दैछौँ। 633 किलोमिटर साइकल यात्रा पुरा गर्नु भएर आउनुभएको छ। त्यो बिचमा दक्षिण कोरियालाई पुरै खुल्ला आँखाले अनुभव गर्ने, महसुस गर्ने त्यो उहाँले अनुपम कुराहरूको चाहिँ सुख भोग गर्नुभयो एक्लै होइन। त्यसमा चुनौती पनि थियो। अनि दक्षिण कोरियामा चाहिँ यस्तो कुराहरू विकसित भएको छ होइन, पुरै देशलाई चाहिँ साइकलद्वारा कभर गर्न सकिन्छ। हाम्रो देशमा चाहिँ यस्तो कहिलेसम्म होला, अथवा यो पुरै निहाल्दै गर्दा कस्तो भइदियो हुन्थ्यो होला जस्तो लाग्छ तपाईँलाई? हाम्रो देशमा चाहिँ अब न त टाइम त अभियसली लाग्लै होइन, किनभने अब हाम्रो देशमा त अब इभन भेहिकल्सहरू, इभन बसहरूकै लागि एउटा बाटो पर्याप्त छैन। कति ठाउँ त अझै पनि बाटै पनि पुगेको छैन, त्यस्तो ठाउँ पनि छ। अब टाइम लाग्छ, तर अब होपफुल जस हुन्छ, बिस्तारै हामीले पनि गर्न सकिन्छ। अनि म चाहिँ अब सोचिरहेको छु पछि नेपाल गएर हाम्रै आफ्नै ठाउँतिर पनि त्यस्तो साइक्लिङ, माउन्टेन बाइकिङको लागि चाहिँ रुट बनाउन सकिन्छ। हामीले आफूले नै सुरुवात गर्ने हो सानो कुरा। यो यात्रामा चाहिँ साइकल यात्रा गर्ने बाटोमा चाहिँ कतिको यात्रीहरू थिए? अरू देशका पनि थियो होला होइन, तपाईँ त एक्लै निस्किनु भयो। त्यो बिचमा चाहिँ थुप्रै हुँदो रहेछ।
पर्यटकहरू भनौँ न होइन, सोकले पनि आएका होलान्, कति त साइक्लिङ यी काम गर्ने विदेशी पनि होलान्। त्यस्तो कुनै विशेष साथीहरू भेट भयो विदेशीहरू? हजुर, साथीहरू त जाने क्रममा चाहिँ सुरुमा त एकदमै त्यहाँ त साइकलको पनि ट्राफिक लाग्दो रहेछ है, साइकलकै ट्राफिक। त्यो हामी जुन त्यति धेरै? हजुर, हामी जुन योङसानको त्यो पुलबाट माथिबाट गइन्छ त्यसको तलबाट साइकल रुट थियो। त्यहाँ चाहिँ एकदमै त्यो माथिबाट ट्रेन कुद्ने, तलबाट हाम्रो साइकल रुट, अनि साइडमा खोला हालगाङ नदी, अनि त्यहाँ चाहिँ एकदमै ट्राफिक पनि थियो। अनि त्यही जाने क्रममा मैले साथीहरू विदेशी 1-2जना साथीहरू पनि भेटाएको थिएँ। युकेको र एकजना चाहिँ भियतनामको साथी भेटाएको थिएँ। पक्कै पनि त्यो एक्लै यात्रा गरिरहँदाखेरि चाहिँ सबभन्दा खुसी होइन, कुनै कुराहरू त्यस्तो महसुस यात्राको बिचमा पुरा भइसकेपछि त त्यो आफ्नो जुन कुरा सोचिएको थियो एचिभ भइसकेपछि त त्यसै पनि हरेक कुराले सन्तुष्टि मिल्छ। त्यो बिचमा चाहिँ बाटोमा बिचमा के कुराले चाहिँ तपाईँलाई ऊर्जा थप्दै गयो? त्यो बिचमा चाहिँ यस्तो साइक्लिस्टहरूमा चाहिँ एउटा यस्तो, या कोरियामा चाहिँ अब हाम्रो नेपालतिर चाहिँ त्यस्तो खासै छैन, तर साइकलमा चाहिँ साइक्लिस्टमै मात्र नभएर पनि इभन यो यातायातमा पनि होइन, साइकलमा पनि चाहिँ यस्तो रेस्पेक्ट हुन्छ साइक्लिस्टलाई चाहिँ। तपाईँले कसैले कहिले नदेखेको चिनेको हुन्न भने पनि उसले चाहिँ रेस्पेक्ट गरेर तपाईँलाई चाहिँ एउटा आदर गर्छ, इन्चार गर्छ, तपाईँलाई चाहिँ नमस्कार भन्छ र तपाईँलाई चाहिँ वाइटिङ भन्दै स्पिड भन्छ, वाइटिङ हास्यो भन्छ। यो चाहिँ एउटा ट्रम हो कोरियनमा, अनि त्यसरी भन्छ, अनि हामीले पनि भन्छौँ। अनि त्यसले चाहिँ झन् ऊर्जा मिल्दै जान्छ। पक्कै पनि हरेक यात्रामा हरेक दिन आफैलाई ऊर्जा भर्दै अगाडि बढ्नुभयो, किनकि साथी त थिएन, यात्रा त एक्लै थियो। वास्तवमा जिन्दगीको यात्रा पनि हरेक कुरा मेरो यो दुनियाँ छ साथीभाइ भने पनि एक्लै नै हो होइन, आउने एक्लै जाने एक्लै भन्छ। यो यात्रा यस्तै हो। समयको महत्त्वलाई बुझेर यो छोटो समय यहाँ छुट्टिनै मिल्दैन, दक्षिण कोरियाको असाध्यै व्यस्त जीवन, अनि यसमा 633 किलोमिटर साइकलको यात्रा, बिहानदेखि बेलुकासम्म शारीरिक कसरत, त्यो कुरालाई चाहिँ अब ब्यालेन्सिङ डाइटिङ पनि होला, कसरी मेन्टेन गर्दै अगाडि बढ्नुभयो? काहीँ लड्ने चिप्लिने अथवा साइकलमा समस्या आउने त्यस्तो चुनौतीहरू पनि थियो, के त्यस्तो भयो? हजुर, लड्यो पनि, ठाउँमा लड्यो। त्यो चाहिँ अब पानी परेको भएर बाटोमा चाहिँ अलिकति चिप्लो भएर त्यो पत्ताहरू अलिक चिप्लो हुन्छ, त्यसमा ठाउँमा लड्यो पनि, चोट पनि लाग्यो। तर के त्यस्तो चोट त के होला, लाइफमा पनि त्यस्तै हो, चोट पनि खाइन्छ। तर चोट लाग्यो भन्दैमा अब पछाडि हट्नु त भएन नि, अगाडि बढ्नै पर्यो होइन। त्यो कुराहरूलाई जित्दै अनि त्यस पछाडि गयो। अनि ठाउँमा रेस्ट एरियाहरू पनि हुन्छ। हजुर, अनि त्यो ठाउँमा रेस्ट गर्ने साइकल लेनमै। हजुर, साइकल लेनमा त्यो स्टेसनमा पुगेपछि त्यहाँ चाहिँ कस्तो सुविधाहरू हुँदो रहेछ? त्यहाँ चाहिँ अब कुनै त्यो स्टेसनहरूमा चाहिँ त्यहाँ चाहिँ यो कन्भिनियन्ट स्टोरहरू राखिदिएको हुन्छ, पसलहरू हुन्छ, सिउहरू। अनि त्यहाँबाट अब पानी यसो चक्लेटहरू, त्यो स्निकर्सहरू बोक्ने, अनि बाटोमा उकालोमा अब आफूलाई गाह्रो हुँदाखेरि त्यहाँबाट पानीहरू अथवा यो एनर्जी ड्रिङ्कहरू, अनि त्यो चाहिँ निःशुल्क हुन्छ कि सशुल्क? त्यो त सशुल्क, त्यो त आफ्नो खर्च हो नि, आफ्नै खर्च। यो खर्चको पनि कुरा आउँछ होइन, बस्ने कुराहरू आयो, खाने कुराहरू आयो होइन, कति कुरा के मेन्टेनेन्स गर्नु पर्ला बाटोमा पनि होइन। जस्तै बिचैमा साइकल बिग्रियो, अलपत्र परियो भने चाहिँ त्यो अवस्थामा चाहिँ कस्तो सहयोग पाइने रहेछ? हजुर, त्यो अवस्थामा चाहिँ अब तपाईँले चाहिँ कल गरेर कल ट्याक्सी त्यहाँ हुन्छ, पिकअप ट्रक जस्तो हुन्छ, साइकलले उठाउने, त्यो साइक्लिङ गर्ने यात्रीहरूकै सुविधाका लागि। हजुर, त्यो गर्दा हुन्छ। तर मलाई चाहिँ त्यस्तो पर्दैन, किनभने म चाहिँ लगभग साइकल पहिल्यैदेखि चलाउने भएकोले लगभग त्यो अब सानोतिनो एररहरू आयो भने आफै बनाउन सक्छु। त्यही भएर त्यस्तो चाहिँ मलाई चाहिँ सहयोगै कल गर्न चाहिँ परेन, किनभने म पहिल्यै त्यो चाहिने त्यो त्यस्तो अभर पऱ्यो भने के चाहिन्छ किटहरू पहिल्यै मैले साइकलमा प्याक गरेर हिँडेको नि त। त्यसो हुँदाखेरि पूर्व तयारी राम्रो भयो भने चाहिँ त्यस्तो दुःख पाइँदैन। विशेष गरेर साइक्लिङ गर्न चाहने दक्षिण कोरियामा रहेका थुप्रै नेपालीहरू छन् नि त, उहाँहरूले कतिले त चाहेर पनि टाइम नमिलेर अथवा के कुरा डर भएर पुरा गर्न नसकिरहनु भएको छ। उहाँहरूलाई चाहिँ कसरी तयारी गर्नुभयो भने चाहिँ यो यात्रा पुरा गर्न सक्नुहुन्छ?
पहिला त सबैभन्दा सुरुमा त आफूले अब आफ्नो शारीरिकै हो फिटनेस। तपाईँले यदि लङ डिस्टेन्स ट्राभल गर्नु हुँदैछ भने तपाईँको आफ्नो स्वास्थ्य पनि पहिला चाहिँ नि ठिक हुनु पर्यो। शारीरिक स्वास्थ्य पनि तपाईँको अलिकति फिटनेस लेभल हुनु पर्यो। तपाईँको फिटनेस लेभलमा पनि धेरै डिपेन्ड हुन्छ। अनि अर्को भनेको तपाईँको साइकल चाहिँ सब सर्भिसिङ गरेर मेन्टेनेन्स गरेर पहिल्यै प्रोपर हुनु पर्यो कन्डिसनमा। र बाटोमा अब बिग्रिन सक्छ साइकल होइन, त्यसको लागि पहिल्यै चाहिँ नि अब सामानहरू पूर्व तयारी गरेर जानु पर्यो। त्यति भएपछि चाहिँ त्यत्रो ठुलो समस्या आउँदैन। आइहाल्यो भने बिचमा त्यसरी हेल्पलाइनहरू चाहिँ राखिदिएको हुन्छ। हेल्पलाइनहरू गरिदिएको हुन्छ र आफै पनि अब तपाईँले आफै आयो भने त आफैले गर्न पनि सक्नुहुन्छ। अब त्यस्तो आउँदैन भनेदेखि चाहिँ भर्खर एक्लै चाहिँ नजानु नै उचित हुन्छ। साथीहरू भाइहरू ग्रुपमा टिम लिडरसँग जानु नै उचित हुन्छ, किनभने उहाँहरूलाई नलेज हुन्छ नि त। हो, तपाईँले चाहिँ एक्लै कुरा गर्नुभयो। जस्तै बिहानदेखि बेलुकासम्म साइकल लगातार पेल्दाखेरि त खुट्टाहरू दुख्ने, जिउहरू दुख्ने हुन्छ होइन। त्यो शारीरिक कसरतको कुरा त भइहाल्यो। त्यसमा कहीँ अब असाध्यै गाह्रो हुँदाखेरि मानसिक अवस्थामा पनि आफूलाई प्रेरित गर्न आफै दह्रो त हुनु पर्यो। त्यसका लागि तपाईँको यो फिजिकल्ली पूर्व तयारी चाहिँ कस्तो थियो? फिजिकल्ली पूर्व तयारी त अब म चाहिँ लगभग सायद पहिलादेखि नै पनि हल्का फिजिकलमा चाहिँ अब त्यो फिटै भइरहेको छु। त्यही भएर अब एक्सर्साइजहरू गरिराख्ने। अनि त्यही भएर पनि मलाई चाहिँ त्यस्तो गाह्रो चाहिँ भएन। ठाउँहरूमा अलिअलि भयो, तर त्यो चाहिँ अब हामीले पनि त काम गरिन्छ। बिहान 8 बजीदेखि बेलुका 8 बजीसम्म काम गरिन्छ। तर त्यो त झन् अब साइकल कुदाउने त झन् मेरो अब आफ्नै भित्र एउटा रुचिको कुरा। त्यो त झन् जस्तो सुकै भए पनि अरू बेला पनि काम गर्दै तपाईँ साइक्लिङ चाहिँ गरिरहनुहुन्थ्यो? साइक्लिङ गर्दै, साइक्लिङ नभएको बेला किक बक्सिङ, जिम। कम्पनीमै जिम चाहिँ काम सकेर आएर 2 घन्टा चाहिँ मिनिमम 1.5 घन्टा 2 घन्टा कम्पनीमै व्यवस्था छ त्यो चाहिँ? हजुर, कम्पनीमा त्यो 4थो तलामा जिम छ। धेरै सामानहरू त छैन, तर बेसिक लागि नै सबै छ। श्रोताबिन, दक्षिण कोरियामा काम मात्रै गर्ने होइन कि श्रमिकहरूको अथवा काम गर्ने मान्छेहरूको सेवा सुविधाका लागि कम्पनीहरूले केही राम्रो व्यवस्था पनि गरिदिएको हुन्छ। जस्तै उहाँकोमा जिम हल पनि राखिदिएको छ, सामानहरू पनि। त्यसरी आफूलाई फिट, सबभन्दा कोरियामा महत्त्व दिने भनेको चाहिँ स्वास्थ्यलाई हो, खानपिनलाई हो र व्यवस्थित जीवनयापनलाई उनीहरू र समयको महत्त्वलाई असाध्यै धेरै बुझेका हुन्छन्। त्यो कुराहरू चाहिँ छ। अनि दक्षिण कोरियामा भेटेका मान्छेहरूसँग होइन, यात्रामा कोरियनहरूसँग त्यस्तो विशेष मित्रता भएन, भेट भएन? कोरियनहरूसँग कोरियन मित्रता त त्यस्तो साइक्लिस्टहरूसँग त भेट भएन। तर जाने क्रममा 2 जना चाहिँ हुनुहुन्थ्यो। उहाँहरू चाहिँ छेजुडोबाट आउनुभएको रहेछ, कपाल हुनुहुन्थ्यो। अनि उहाँसँग चाहिँ कुराहरू गफहरू गऱ्यो। साइकल यात्रामै हुनुहुन्थ्यो? हजुर, साइकल यात्रामै सबैभन्दा गाह्रो त्यो कोर्समा, सबैभन्दा गाह्रो पाथमा चाहिँ उहाँहरू पनि पुरै सँगै हुनुहुन्थ्यो। अनि एक आपसमा हिम्मत दिँदै हामी चाहिँ गइरहेको थियौँ। र हामीलाई सुन्दै हुनुहुन्छ दक्षिण कोरियाको आनसान सहर स्थित रेडियो थानवान एफएमको स्टुडियोबाट। र अन्तिममा चाहिँ लगभग अन्तिममै भनौँ, के लाइफ के रहेछ, के हो त लाइफ भनेर अहिले आएर बुझ्यो। लाइफ भनेको एक्सपिरियन्स गर्ने चिज रहेछ कि। लाइफलाई चाहिँ हामीले चाहिँ एक्सपिरियन्स गर्ने चिज रहेछ। अनि तपाईँले यो यात्रा पुरा गरिसकेपछि त पक्कै खुसी हुनुभयो, त्यत्रो चुनौतीहरू पार गर्दै दिन रात नभनिकन होइन। त्यो एचिभ गरिसकेपछि चाहिँ एउटा खुसीले कुनै विशेष व्यक्तिलाई सम्झिने, त्यस्तो झट्ट मैले यो गरेँ यस्तो सुनाऊ भन्ने कसलाई सम्झिनु भएको थियो त्यो बेला? खुसी लागेर त अब सबै त्यही हो, आफ्नो ममलाई, आमालाई, अब मम ड्याड भयो, प्यारेन्ट्स भयो, आफ्नो लभलाई, सबैलाई, साथीभाइलाई। अनि त्यही त आफूलाई त्यही हो, सबैलाई, साथीभाइहरूलाई। त्यो बेला झट्ट दिमागमा आउने कुनै कुराको सफलता प्राप्त गरेपछि म पहिलोचोटि सुनाउँछु भन्ने त्यस्तो दिमागमा चाहिँ आमा नै हुनुहुन्थ्यो है? हजुर, त्यो पक्कै पनि यो जिन्दगीको यात्रा हो। तपाईँ यसरी यात्रामा अगाडि बढिरहनुहोस्। नेपालमा गएपछि पनि अथवा यहीँ हुँदा पनि अझै सुरक्षितसँग यी यात्राहरू अगाडि बढिरहन्। तपाईँलाई धेरै धेरै शुभकामना। हुन्छ भाइ, तपाईँलाई पनि धेरै धेरै धन्यवाद।